Hello guys, welcome back to my channel Shubham Rai Reaction. जति पनि मेरो सब्सक्राइबरहरु छ 222 जना उनीहरुलाई ह्यापी दशहरा हैन, दशैंको धेरै धेरै शुभकामना छ सबैजनालाई। अन्त आज चाहिँ म अलविदा भन्ने सङमा म रिएक्ट गर्दैछु। यदि हजुरहरुलाई मेरो ब्रेकडाउन मन पर्छ भने डोन्ट फर्गेट टु लाइक, शेयर, सब्सक्राइब माइ च्यानल। सुरु गरौँ त भिडियो। लेट्स स्टार्ट द भिडियो। टन्टरा अलविदा Thursday 6 February 2025। बस इट्स ऑल गोइंग गुड। और क्या चल रहा है? नया तो नथिंग न्यू, लाइक सब कुछ पुराना ही है, यू नो दैट। ओके, तो फिर कैसे याद किया इतने टाइम बाद? आई डोंट नो, इट इज लाइक पिछले कुछ दिन से सो फक्ड अप, लाइक आई फील लाइक या तो जिंदगी इज ट्राइंग वॉर में सामने हो जाते हैं या शी इज ट्राइंग वापस मेरी लाइफ में आना, एंड इट इज जस्ट गेटिंग आउट ऑफ कंट्रोल। लाइक ओके, रिलैक्स। मुझे स्टार्टिंग से बताओ क्या हुआ। So it all started 3-4 दिन पहले when she came to my property, and like जब मैं उसे देखता हूँ ना 31 जनवरी 2025 मा चाहिँ केटी आएको रहेछ केटाको प्रपर्टीमा। अन्त केटाले यहाँ थेरेपी सेसन लिँदैछ साइकियाट्रिस्टबाट 6 फेब्रुअरी 2025, मतलब 6 दिन पहिला भएको रहेछ इन्सिडेन्ट चाहिँ हैन। अन्त अब केटालाई चाहिँ के लाग्दैछ भने अब जिन्दगीले कोसिस गरेछ कि हामी एकअर्कालाई भेटाउनु, या मेरो केटीले चाहिँ कोसिस गर्दैछ मेरो अगाडि आउनु। त्यो केटा चाहिँ पुरा अब डिप्रेसनतिर पसेको थियो होला, त्यसै कारण त्यो थेरेपी सेसन लिँदैछ डक्टरसँग। के भएको रहेछ त फ्राइडे 31 जनवरी 2025 मा सुनिदिउँ। हम धोखा मोहब्बत न कहते हैं लोगों को कि प्यार कोई चीज नहीं होती, नसीब नहीं होती जो किस्मत है मुझको, तो क्या तू मेरे नसीब में होती। मायामा चाहिँ धोका खाएको रहेछ, ब्रेकअप भएको रहेछ। माया साया भन्ने कुनै कुरै हुँदैन यदि किस्मत पनि भएको भए, यदि मेरो किस्मत भएको भए मेरो किस्मतमा तँ हुन्थिस्, त्यही खालको कुरा गर्दैछ। हाँ बातें अजीब सी होंगी, हम हक से हैं कहते कि जिसको तू ना पाया मिल, वो चीजें गरीब सी होंगी। कुछ रहम तो कर ए बेवफा, थोड़ा तो सबर जान दे, सारे जख्म तेरे सहलेंगे, बस पिछले तो भर जान दे। साइड केटा चाहिँ यहाँ प्रपर्टी डिलर या हुन्छ नि त्यो गेस्ट हाउसतिर त्यो खालको बिजनेस गर्थ्यो होला नि। केटीले चाहिँ यसको एक्स गर्लफ्रेन्डले चाहिँ अर्को केटासँग आएको रहेछ। अन्त के भन्दैछ भने हैन, तैले जुन चाहिँ पनि कुराहरू पाउँछस् त्यो कुरा चाहिँ अब वर्थलेस हुन्छ क्या, अब त्यो युज नलाग्ने, काममा लाग्ने, सायद अब केटीको केटालाई भनेको होला। अन्त जति पनि तैले मैले जुन चाहिँ तैले पुरानो घाउहरू मलाई दिएको छस्, पहिला त्यो घाउ त जाति हुनु दे हैन। तैले दिएको घाउहरू जति पनि खानु छ म खानु रेडी छु, म साउनु रेडी छु भन्दैछ। थोड़ा तो सबर जान दे, सारे जख्म तेरे सहलेंगे, बस पिछले तो भर जान दे। तुम जान अनजान बनते हो ताकि हो परेशान हम सुबह तक काफी खुश थे, फिर बन आएगा मैं शाम तुम। तँलाई सबै कुरा थाहा भएर पनि थाहा नभएको जस्तो गर्छस् हैन। तर म पहिला रिलेसनसिपमा थियौँ हैन। म बिहानसम्म एबी खुसी थिएँ, म आफ्नो लाइफमा चिल गर्दै थिएँ हैन। अचानक तँ आइस हैन, दुःख लाग्दैछ अहिले हैन। तिमी पनि केटासँग आएछ, केटालाई लिइकन आएछ। पूछते हो क्या पसंद मेरी, जवाब तुम और सवाल भी तुम पूछ रही, साथ थी तो मीठे बोल थे, हम जुबां पे रहती चिड़चिड़ी, झूठा इश्क मीठी बातें झूठे कसमें वादे, कितना कुछ है करते लोग सिर्फ हवस के मारे। चलो क्या लाइन छ के भन्दैछ भने नि, तँलाई सबै कुरा थाहा छ हैन। मेरो क्वेसनको एन्सर तँ नै हो, तँलाई सबै कुरा थाहा छ, तर पनि तँ मलाई क्वेसन गर्दैछस् हैन। जब हामी रिलेसनमा थियौँ तब कस्तो मजाले बोल्थ्यो, कति मिठो भनेर बोल्थ्यो, बेबी सोना भन्दै। अहिले चाहिँ
अर्को टाइप किचकिरे हुन्छ नि अब कस्तो खालको अब अभोइड गर्छ इग्नोर गर्छ होइन त्यो खालको वर्ड मान्छे केटीहरूले जब केटालाई इग्नोर गर्नु थाल्छ नि कस्तो कस्तो कुराहरू बोल्छ क्या त्यही खाले कुरा गर्दैछ। अन्त माया यहाँ के भन्छ हवसको कुरा गर्दैछ है। हवस भनेर चाहिँ अब एउटा लभ हो एउटा हवस हो सरी लभ र लस्ट भन्छ है। लभमा चाहिँ के हुन्छ भने लभ भनेको चाहिँ सिम्पल होइन डिप इमोसनल होइन लङ टाइम बोन्ड हुन्छ एउटा अन्डरस्ट्यान्डिङ हुन्छ एउटा सेक्रिफाइस गर्ने तरिका हुन्छ लभमा होइन। अन्त लसमा चाहिँ के हुन्छ भने लस भनेको चाहिँ अब सिम्पल हो होइन जो चाहिँ अब खालि अब एज अ फिजिकल रिलेसनसिप मात्रै राख्नु चाहन्छ खालि एउटा सेक्स प्लेजर मात्रै लिनु चाहन्छ अन्त अरू चिजमा चाहिँ अब केयरिङ गर्दैन त्यसलाई चाहिँ अब लस्ट भन्छ क्या। अन्त त्यही भन्छ तँमा लभ छैन तँमा लस्ट छ हवस भन्दैछ। छोड़ो तुमको दे दी हमने सारी माफी पर इसकी कैसे दे कि जाते जाते ना कहा है अलविदा। अलविदा गर्न चाहिँ किन रहेछ अहिले थाहा पायो होइन। तँलाई मैले सबै कुराको माफ गरिदिएँ होइन तैँले मलाई चिट गरिस् मलाई धोका दिएस् सबै कुराको म माफ गरिदिउँ तर तैँले एटलिस्ट हुन्छ नि जाने बेलामा है ब्रेकअप भएपछि हुन्छ नि ल गुड बाई राम्रो होइन टेक केयर होइन आफ्नो जिन्दगी जिवा होइन खुसी बस्नु भने अब गुड बाई हुन्छ नि त्यो पनि दिएन यसको चाहिँ म माफी तँलाई कसरी दिनु म। तुमने अलविदा हम तो वहीं पे थे ना कहा था अलविदा हमने ना सुना तुमसे अलविदा। होइन म सोचिरहेको थिएँ होइन मैले एक्सपेक्टेसन राखिरहेको थिएँ एटलिस्ट अब जाने बेलामा त अब राम्रोसँग जान्छ होला मलाई छोडेर म त्यहाँ उभिरहेँ बसिराखेँ होइन म तिमीलाई पर्खेर बसिरहेँ अहिले पनि बसिरहेको छु तिम्रो लागि होइन तर तिमीले अलविदा चाहिँ भनेनौ। जसले यो भिडियो हेर्दैछ ब्रेकअप दिनुभन्दा अगाडि अलविदा चाहिँ भनिदिनु। हमने जाते जाते भी दी तुमको दिल से दुआ। चलो एक बात बताता हूँ आपको इफ आई कुड लिव इट अगेन मैं वापस से गलतियां करूंगा वही जस्ट टू बी विद यू अगेन। हमने तुमको बहुत बुलाया है हमने अपना आंसू भी छुपाया है आज फिर से दम घुटने लगा न जाने किसने उसे गले लगाया है। तैँले जब छोडेर गइस् मैले तेरो लागि दुवा मागेँ मैले तेरो लागि प्रार्थना गर्दै भगवानसँग बुझ्यो होइन म थिएँ फेरि त्यो गल्तीहरू दोहोऱ्याउनु रेडी छु होइन म फेरि मेरो ब्रोकन हार्टलाई के भन्छ ब्रोकन हार्ट गराउनु रेडी छु होइन तँ फेरि मलाई चिट गर म त्यो पनि सहनु रेडी छु किनकि फेरि म त्यो टाइममा जानु पाएँ भने म एटलिस्ट तिमीसँग टाइम त स्पेन्ड गर्नु सक्छु म होइन म तिमीसँग म हात पक्रेर म घुम्नु सक्छु रमाइलो गर्नु सक्छु तिमीले मलाई चिट गऱ्यो भने ड्याम म्यान त्यो कुरा भन्दैछ। अन्त के भने थियो लास्टमा अलिकति तुमसे अलविदा हमने जाते जाते भी दी तुमको दिल से दुआ। चलो एक बात बताता हूँ आपको इफ आई कुड लिव इट अगेन मैं वापस से गलतियां करूंगा वही जस्ट टू बी विद यू अगेन। हमने तुमको बहुत बुलाया है हमने अपना आंसू भी छुपाया है आज फिर से दम घुटने लगा न जाने किसने उसे गले लगाया है। मैले तिमीलाई पुरा बोलाएँ मनदेखि बोलाएँ होइन म रुन्थेँ मैले आँसु छुपाएँ है आज मलाई कस्तो फिल भइरहेको छ होइन मलाई लाग्दैछ कि मेरो केटीलाई चाहिँ अरू कसैले पक्रिरहेको छ होला सिम्पल अरू कसैसँग अब सुतिरहेको होला या हक गरिरहेको होला त्यो कुराहरू गर्दैछ। दम घुर्छ नि यसो सोच्दाखेरि होइन अब के जे पनि गर्लफ्रेन्ड हो एक्स। मोहतरमा थोड़ा तो समझो ये प्यार ये इश्क के दर्द हमारा क्या है हम रो भी नहीं सकते क्योंकि हम ठहरे जो मर्द हम चाहते नहीं आपके कहने से वापस आ जाओ हमारे हम बस यही चाहते कि जब भी आओ आप बस रहना हमारे तेरे जुल्फ को हम वाह यो पनि कडा लाइन छ के भने थियो म त गले लगाया है अपना आंसू भी छुपाया है आज फिर से दम घुटने लगा न जाने किसने उसे गले लगाया है। मोहतरमा थोड़ा तो समझो ये प्यार ये इश्क के दर्द हमारा क्या है हम रो भी नहीं सकते क्योंकि हम ठहरे जो मर्द। मेरो मनलाई बुझिदियो होइन मेरो मनलाई बुझिदियो अब बुझेनौ तिमीले होइन अन्त भन्छ नि त्यो लड्के रोते नै भन्छ त्यही खाले कुराहरू अब म त अब निस्के अब मेन होइन कसरी रुनु भन्दैछ। हम चाहते नहीं आपके कहने से वापस आ जाओ हमारे हम बस यही चाहते कि जब भी आओ आप बस रहना हमारे तेरे होइन म चाहदिनँ तिमी मबाट फर्केर आऊ तर जब तिमी
फर्केर आउनु चाहन्छौ त म एउटै कुरा चाहन्छु तिमी चाहिँ फर एभरको लागि मेरै रानी भएर बस्नु भन्दैछ जुल्फ को हवा मिली फिजाओं की बला टली इंसानों ने झूठ तब सीखा जब उन्हें सच्चाई की सजा मिली मैं बातें करूं दिस इज द लिखाइ क्या लिखाइ यसलाई चाहिँ लिखाइ भन्छ यसलाई के भन्छ इमो ऱ्याप सङ भन्छ होला सायद होइन इमो नै भन्छ जति सक्दो मलाई थाहा छ क्या लेख्दै मान्छेहरूले किन झुट बोलेको छ मान्छेहरू किन ढाँट्छ किन जब मान्छेले फर्स्ट टाइम आफ्नो हुन्छ नि अब सच्चाइ मान्छेहरूलाई बुझाउनु थाल्यो सच्चाइ देखाउनु थाल्यो साँचो कुरा बोल्नु थाल्यो साँचो कुरा बोल्दा चाहिँ सजा पायो अरे त्यहाँबाट चाहिँ मान्छेहरूले ढाँट्नु सिकेको रहेछ अहिले बुझेँ मैले पनि मान्छेहरूले किन ढाँट्छ भनेर तेरी अक्सर तभी तो बातें ये बहुत हैं तू बता कैसी है अब क्या अभी भी जिस्मों का शौक है क्या अभी भी रोती है तू क्या अभी भी पैसों की भूख है फेरि हवस भनेको यसको चाहिँ केटी साँच्चै गएको थियो क्या हवस त्यो अघि भनिहाल्यो होइन वाट इज हवस लस्ट अलिकति पैसाको पनि केटी चाहिँ क्रेजी नै थियो रहेछ क्या अभी भी आगे है नम और गाना ये सुन रही है लूप पे तो लेटी है उसी के साथ और होठों पे उसी का थूक है यसको एक्स गर्लफ्रेन्ड यो गाना सुनेको छ भने चाहिँ सुसाइड गरिदिन्छ के भन्दैछ के अरे मेरो गाना यो गाना सुनेर चाहिँ आँखा पनि आँसी पार्दै रिपिटमा सुन्दैछस् होला होइन अन्त कोसँग सुतेको थिइस् होइन तेरो ओठमा अहिलेसम्म त्यो मान्छेको थुक छ भन्दैछ थुक लागिरहेको छ ओठमा लोग कहते कि शादी है तेरी मैं कह देता खुद से ये झूठ है पे तो लेटी है उसी के साथ और होठों पे उसी का थूक है लोग कहते कि शादी है तेरी मैं कह देता खुद से ये झूठ है मान्छेले भन्दैछ तेरो केटीको बिहा हुँदैछ तर उसले आफूलाई के भन्छ झुट बोलिरहेछ कि बिहा भएको छैन भनेर कति चाहिँ माया गर्थ्यो होला आफूलाई त्यो हुन्छ नि झुटा सपना देखाइरहेछ जुन चाहिँ कुरा हो कम्प्लिटै हुँदैन भिडियो पनि दामी चल्दै थियो क्या भिडियोको स्टोरी अलग चल्दै थियो डिप्रेसनमा बसेर थेरेपी सेसन साइकाट्रिस्ट हुँदा टु बी कन्टिन्यू सायद यसको पार्ट 2 आउन सक्छ यो गानाको हैन हजुरहरूलाई मेरो यो गाना मन पर्यो भने डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब माई च्यानल सी यू इन माई नेक्स्ट भिडियो गुड नाइट